केटा मान्छेले खाना पकाएको देख्दा आफन्तहरूले तेरो बुढी त लास्ट भाग्यमानी भाइ साह्रै खुसी हुन्छ दुःख पाउँदैन रे। आमामामामा यही कुरा विदेश अमेरिकातिर हुन्थ्यो होला नि नाइस नाइस जब भन्थ्यो होला। हाम्रो नेपालमा चाहिँ बुढीले सुख पाउँछ के को बुढीले सुख पाउँछ जब बुढी नहुँदा आमा बाउ नहुँदा एक्लै बस्नु पर्दा त आफैले सुख पाउँछ नि त्यही केटा मान्छेले सुख पाउँदैन। केटा मान्छे चाहिँ लुगे धुन नहुने भाँडै माझ्न नहुने के हो के यस्तो केटा र केटी बराबरी भन्नु त इस एउटा बनाइ मात्रै अरू केही होइन नथिङ। अब भाँडा माझ्दा लुगा धोको देख्यो भने त बुढीले सुख पाउँछ अरे हो। बिचरा केटी मान्छेहरू के को सुख पाउनु हप्तामा एकचोटि पकाएर सुख पाउँछ डेली पकाए पो सुख पाउँछ र हप्तामा एक दिन पनि हो पकाइदिनुहोस् न हजुर पकाइदिनुहोस् मलाई साह्रै गाह्रो भएको छ भन्दा भन्दा नि नपकाउने हुन्छ कहाँबाट सुख पाउनु त्यो भन्ने मान्छे आफन्तहरूलाई त 10